यहाँ गेट कहाँ पो थियो लिम्बुवान गेट अन्त यहाँ कहाँनिर पो थियो यहीँ होइन त्यो पनि बनाउने भने त्यतिकै सक्यो होइन यो चाहिँ फिरिम बजारको हाइवे होइन पहिले चाहिँ अब यस्तो थिएन अहिले चाहिँ फुलहरू रोपेर यस्तो दामी बनाउनु भएको छ वान वे यतादेखि आउने यतादेखि जाने यता होइन यस्तो दामी बनाएको छ यो फिल्म पनि अब पहिलेको भन्दा चाहिँ निकै परिवर्तन भइसकेको छ पहिले हामी बसेको कहाँ जीवन एकचोटि हामी आएको थियौँ नि हो यहाँ कुन होटल यो कि कुन हो जस्तो लाग्छ मलाई ए होइन यो चाहिँ होला होइन यो चाहिँ होला कि कहाँ हो एकचोटि चाहिँ त्यही त तर त्यो गेट चाहिँ नि भत्काए पनि फेरि बनाउँछु भनेर भत्काएको त फेरि बनाउनु पर्ने हो नि त होइन खोइ त सकियो अब ल साथीहरू अब भने चाहिँ फिदिम बजार पनि लगभग समाप्तै हुन आँट्यो अब पहिले ट्याक्सी स्ट्यान्डमा माथि थियो अहिले सारेको ट्याक्सी स्ट्यान्ड पहिले मेरो भाइ माइलासँग हामी तल उर्लाबारीदेखि आएको कि त्यतिखेर हामी त्यहाँ माथि थियो क्या त्यतिखेर चाहिँ थियो अहिले चाहिँ कता छ थाहा छैन यहाँ पनि आइरहँदा पो वर्षमा अन्त के 2-3 वर्षमा एकचोटि आइन्छ नि कहाँदेखि थाहा हुन्छ त केही पनि थाहा छैन नगर प्रहरी बिट भनेपछि सारेको रहेछ छैन यहाँ पहिले यहाँ हो नि त होइन कस्तो जाडो भयो यार अहिले चाहिँ हामी पावा भन्ज्याङ छौँ र पावा भन्ज्याङमा चाहिँ एकदमै चिसो छ पावा भन्ज्याङ बजारको दृश्य चाहिँ यस्तो छ सुके पोखरी होइन पारी सुके पोखरी पार होइन नि सुके पोखरी यहाँ माथि हो नि यता साधुटार तपाईँहरूले भिडियो हेर्नुभएको छ छैन कृपया एकचोटि हेर्नुभएको छैन भने सर्च गरेर हेर्नु होला मैले त्यहाँको भिडियो पनि लगाएको छु यताको भिडियो पनि लगाएको छु यता सिलौटीको भिडियो पनि लगाएको छु यो यसको हाइट कति पो उचाइमा पर्छ यो रोड त यसको हाइट चाहिँ यहाँ पर छ म ट्याक्कै तपाईँहरूलाई भनिदिइहाल्छु होइन यो चाहिँ निकै उचाइमा रहेको रोड हो हाइवे रोड आम्मा साथीहरू जाडो भयो यसको हाइट कहाँ हो पावा भन्ज्याङ भनेर चाहिँ यहाँ लेखेको छ कहाँ छ कहाँ खोइ अस्ति यहाँ कहाँ थियो क्या यस कति मिटरको उचाइमा चाहिँ यसको हाइट छ क्या ट्याक्कै अब मैले भन्न बिर्सेँ यदि तपाईँहरूलाई थाहा छ भने कृपया कमेन्ट गरिदिनु होला राँके भन्ज्याङ पुगियो अब यो राँके बजार चाहिँ कस्तो छ भने आधी इलाम आधी पाँचथर छ यो पनि अनि यहाँ चाहिँ स्पेसली डल्ले खोर्सानीको अचारहरू पाइन्छ यो चाहिँ राँके यस्तो छ साथीहरू यहाँ चाहिँ विभिन्न ठाउँबाट चाहिँ गाडीहरू आएर यहाँ नास्ता खाने किलमेल चाहिँ यहाँ हुने गर्दछ स्पेसली यहाँ चाहिँ डल्ले खोर्सानी पाइन्छ छुर्पी यस्तो छ टक्क यहाँतिर तपाईँहरू देख्न सक्नुहुन्छ टक्क बट्टामा चाहिँ डल्ले खोर्सानी चटक्क पारेर छुर्पी छ चोकमै अनि डल्ले खोर्सानी बनाएर छ नि त होइन पहिले थाहै छैन अगुवारे खोर्सानी यो यता चाहिँ इलाम जाने बाटो हो भने अब चाहिँ हामी यता मोडिनुपर्छ टक्कसँगले यता पनि आयो त हो ल अब चाहिँ हामी यता 5 तर्फ लाग्यौँ यो बाटो चाहिँ पक्कै तपाईँलाई धेरैजनालाई थाहा छ तर कतिलाई थाहा नहुन पनि सक्छ म तपाईँलाई थोरै जानकारी गराउँछु यो चाहिँ धरान भेरेटा डाँडा बजार राजारानी छरम्बर हुँदै यता माथि जो राँके आउने बाटो चाहिँ यो हो यसलाई चाहिँ यो बजारलाई चाहिँ राँके बजार भनिन्छ अनि ए हो त यार यो भिडियो बनाउने क्रममा त मैले खाजा खानै जाने बिर्सेँ यार लु कहाँ खाने लु भनिहाल्नु त थाहा छ यहाँ खा हजुर ल खाजा खाऊँ न त ल अब छ भने खाउँला छैन भने फर्काउँला यो चाहिँ फागुनन्द यहाँदेखि उता हो फागुनन्द गाउँपालिका
छ नस्ता यहाँ छ ऊ यहाँ पाइन्छ सोधिहालौँ आइया ओइ झन्डै चिप्ले के गाडी फर्काऊँ खाजा खाम्ला भन्दा भन्दै घर पुगिन्छ कि केटा ए हो ल ठिक छ अब चाहिँ हामी लाग्यो ठिक छ अब चाहिँ हो त फागुनन्द अब चाहिँ यो चाहिँ फागुनन्द गाउँपालिका हो अब हामी चाहिँ यता प्रवेश गरिसकेका छौँ दाजुभाइ प्रहरी चौकी रहेछ यहाँनिर चाहिँ अनि यहाँ भने म रोकिदिन्छु केटा हेर्नु यहाँ बस्नु ओइ यो चाहिँ राकेदेखि तिमीले आज मलाई डुबाउँदैछौ है यहाँ भिडियो बनाउँदैछु ऊ के गीत गाउँछ यार बाटो यस्तो छ अनि यो चाहिँ धरान भरेटा डाँडा बजार 6 नम्बर बुधबारे हुँदै यो चाहिँ राँके निस्किने बाटोको हालत चाहिँ यस्तो छ अब बोजूहरू लिम्बुनी बोजूहरू त बासाम्याङफुङ फ्याले सालाएर आउँदै हुनुहुन्छ नि हौ यस्तो छ बाटोको हालत यो चाहिँ हिजो अस्ति परेको अविरत वर्षाको कारणले गर्दाखेरि चाहिँ यो हालत भएको छ यो अर्केलीको बोटी होइन कफी के अरे काँचो कागज आइया बा सङमाङमा हदममा झरेकै छौँ सिँगान पनि के भएर बस्ने निस्केकै गर्छ है सुत्केरी हेर्नु लागेको जस्तो छ त हौ होइन यो बाटो चाहिँ ठ्याक्कै घुर्पुसे पञ्चमीदेखि थोरै मास्तिरको दृश्य हो यहाँ चाहिँ सबै माथिदेखि त सोला चिप्लिँदै यो गोब्रे सल्लाहको बोर्डहरू चाहिँ यहाँ तल बाटोमा आएको रहेछ तर यहाँ बाटो चाहिँ सफा भइसकेको छ गाडीहरू चाहिँ छिर्ने भइसक्यो साथीहरू प्लात्ते आएछ तिम्रो गोब्रे नै दुखेको हो र लु म के बोल्दिनँ अब यो विषयमा त्यसो भए इमान सिंह चेम्जोङको यो अलिक कहाँ हो के कस्तो दशमी भन्छौ घुर्पुसे पञ्च इमान सिंह चेम्जोङको हौ मलाई नसिकाए केटा इमान सिंह चेम्जोङको हौ ल इमान सिंह चेम्जोङको तलको त उयसको पो त त्यो फाल्टो नेताको अब इमान सिंह चेम्जोङको उयो ए टोलीलाई थाहै रहेनछ म त डुलेको अलिअलि थाहा छ नि त केटा फरवार होइन कि 84 मैले अघि माथि साउनीले अघि मागेको त किन नदिएको रे ल ठिक छ अब चाहिँ हामी यो घुर्पुसे पञ्चमी बजारमा चाहिँ पुगिसकेका छौँ र घुर्पुसे पञ्चमी चाहिँ निकै चिसो ठाउँ हो साथीहरू होइन तर आज चाहिँ त्यति साह्रो चिसो भएको छैन घाम लागिरहेछ अनि लाग्छ ब्रेक लाग्छ अलिअलि भने जस्तो झ्यापझ्याप लाग्दैन क्या ब्रेक अनि के हो घुर्पुसे पञ्चमी त पुरा गिटीको खानी छ त यार यस्तो छ यहाँ त 29 गते र कति गते बजार लाग्छ यहाँ यतातिर त मेरो बहिनीहरू पनि बेला बेला आएको हुन्छ है आया कस्तो हात दुख्यो यार ल साथीहरू तपाईँहरू को हुनुहुन्छ यो घुर्पुसे पञ्चमीको कृपया कमेन्ट गर्नु होला यहाँ त लगाएको छु नि अस्ति
त्यहाँ तल गएको थियो पाहुना गएको थियो अनि यताको बाटो यस्तो छ घुर्पुसे पञ्चमी पनि साँगुरै है सेम बुधबारे बजार त अलिक फरकिलो छ योभन्दा अनि यहाँ पनि घुर्पुसे पञ्चमीतिर पनि तिहारको माहौल निकै छ अब हामी जाने कता हो यता कि यता हो यता होइन ल यतै हो यतै जुम अब होइन यता चाहिँ इलाम हो फाकफोकथुम गाउँपालिका हो यता ल ठिक छ ल हेर्दै घुर्पुसे पञ्चमी बजार पनि छोडियो साथीहरू अनि यस्तै छ आज चाहिँ घुर्पुसे पञ्चमीमा चाहिँ अलिक घाम लागेको मजाले देख्न पाइएन नभए म 3-4 चोटि आएको छु यहाँ चाहिँ अलिकति पुरै हुसिए मात्र लाग्थ्यो हजुर सुन्दैछु हो मैले गर्दा भएको म काइते नै छु यस्तो म इमान्दार हो काइते हो फटा हो बाटो त बनाएको हो तर के सबै माथिदेखि प्यात्त झरेर बर्बाद भएको रहेछ नि त सप्तमी बजार पनि है कस्तो अस्ति कस्तो दामी भएको चाहिँ सबै ग्याङग्याङ भएछ छ्या चारो चियाको उयो हो नि हो आइया यहाँ चाहिँ अलिक कम झिलिमिली देखियो है अब हेरौँ त पहिलेको घरहरू होइन सबै डाउन भइगयो नि पहिले हिँड्दाखेरि यो डाउन यो अन्डरग्राउन्ड भएको छ नि त्यहाँ खाजा खाइन्थ्यो क्या पहिले यहाँ कहाँ बस अलिक थियो खोइ छैन त अनि कहाँ हो ए हो ए यहाँ छ बोजू कता हिँड्नु हो भारी बोकेर